अब हामी चाहिँ आज एउटा स्याम्पू बनाउने तरिका सिक्छौँ है त। अब स्याम्पू बनाउने तरिका चाहिँ त्यो यसैबाट यिनी केमिकलबाट बन्छ, केही गर्नु पर्दैन है त। बुझ्नुहोस् है, पहिला हामी चाहिँ पानी लिनेछौँ। म नर्मली आयुर्वेदिक स्याम्पू हो, आयुर्वेदिक होइन, आयुर्वेदिक जस्तै भन्नुहोस् न। देख्नुभयो यति लिए होइन, त्यसपछि म चाहिँ यहाँ राख्छु यति मात्रै छ है। ल थाहा भयो भने अब त्यही अनुसारले म के गर्छु, थोरै मात्रामा कास्टिक सोडा राख्छु, थोरै मात्रामा है। यसले सफाइ गर्नमा काम गर्छ होइन, थोरै मात्रामा, धेरै राख्नु होइन है फेरि, थोरै मात्रामा। ल मैले कास्टिक सोडा राखेँ थोरै मात्रामा। यो भाँडामा खान्छ यो पत्ताउँछ एल्युमिनियम एल्युमिनियमको भाँडा रहेको छ। अर्को छ कराई ल्याउने, स्टिलको भाँडा छ, यो अहिले एकछिनमा खाइदिन्छ। जसले त कराई लिएर हिजो कराई भने हुन्छ, हिजो कराई त हुन्न, त्यो पनि खाइदिन्छ। अनि कुन भाँडा? स्टिलको हुन्छ नि, स्टिल डेक्ची हुन्छ नि, स्टिलको सारो खालको के यस्तो भाँडा हुन्छ नि स्टिलको। खै यो के छ डेक्ची हो, डेक्ची हो। अब यसमा म कलर मिसाउँछु है त, म कलर निलो मिसाउँछु है त। कलर जसले मिसायो भने स्याम्पूमा युज गर्ने कलर बेला बेग्लै हुन्छ है त। यो अहिले चाहिँ मसँग कलर नभएर चाहिँ मैले युज गर्दैछु, म यसमा कलर मिसाउँछु। पहिला मैले के हालेँ रे? प्लास्टिक सोडा, पानी, प्लास्टिक सोडा अनि कलर। राम्रोसँग राम्रो यो पखाला यो कलर बल हाल्नु भएको थियो नि होइन, केमा प्रयोग गरिन्छ कलर बल? के गर्नको लागि? कलर बलले बास्ना ल्याउने काम गर्छ होइन, डिजाइन गर्छ। के हो एसएलएस? यसले के काम गर्छ रे? चिल्लो बनाउने। अहिले हामीले पानी घाँसमा राखेको थियौँ होइन, यसको ठिक आधी हामी के राख्छौँ त? एसएलएस आधी है, यति है, यति हामी एसएलएस राख्छौँ। अनि हामी राखिसकेपछि यसलाई के गरेको चलाउने, फेरि एकतर्फी मात्र चलाउने, फेरि एकातिर मात्र, एकातिर मात्र है त। एक गिलास पानी राख्नु पर्ने, आधी गिलास के राख्नु पर्यो? एसएलएस। त्यसको आधी के राख्नु पर्यो त? अब एसिड सेलेरी। इन्सपेक्टरले भनेको त्यहाँ के भन्नु के होइन, हुन्छ म एकचोटि फोन हाल्छु नि त्यसलाई, त्यसले के भन्नु होइन। अब यसमा भिटामिन ई पनि प्रयोग गर्नुपर्छ, ग्लिसरिन राख्नुपर्ने हुन्छ। बुझ्नुहोस् है, अब अहिले हामीसँग त्यो छैन। अब बुझ्नुहोस्, यसमा ग्लिसरिन भन्ने थाहा छ नि, भिटामिन हो खुट्टा बनाउने। भिटामिन ए भन्यो भने लिक्विडमा हुन्छ, तरलमा हुन्छ क्या, त्यो पनि पाइन्छ है त। हो त्यो पनि हाल्नु होला है त। अहिले हामी चाहिँ नर्मली यो बनायौँ, त्यसपछि यसमा हामीले अलिकति पर्फ्युम राख्नेछौँ। यो पर्फ्युम बुझ्नु भने यो चाहिँ पर्फ्युमको काम के हो? बास्ना ल्याउने। अब एक चरण चाहिँ यसले फ्रिज आउँछ कि नै, मैल फाल्छ कि नै, त्यो पनि चेक गर्नेछौँ है त। अब एक चरणमा यसलाई राख्नेछु। अनि तपाईँले आफै एक चरण के गर्नु होला भन्दाखेरि यो चाहिँ कसैको टाउको धोइरहनु पर्यो। हेर्नुहोस् त, स्याम्पू भन्यो क्लिनिक प्लस पाएँ।
कुनै साथीलाई खानु चुइनी गिलास परेछ कि अलिअलि लगाएर सानो गिलास खानु न। दुईटा बाल पनि डराउँछ सर कपाल कसको कपाल अलि उसा खोर्छ ल ठिक छ एकचोटि तपाईँ नै आइदिनुहोस् है त ल उठ्नु यहाँ धुनु त मिल्दैन होला